कुखुराको चल्ला चराउँदैछु म चाहिँ अहिले। कुखुराहरूलाई यसो किरा फटाङ्ग्रा खुवाउनको लागि, झारहरू खुवाउनको लागि हिँडेको छु। र म आफै पनि खाली खुट्टा, यु क्यान सी हियर, खाली खुट्टा बियर फुट हान्न हिँडेको छु, किनकि यसले धेरै नै फाइदा गर्छ, स्वास्थ्यको लागि एकदम लाभ हुन्छ। र कुखुराहरू पनि चलिरहेको छन्। यहाँ चाहिँ लुइँचेको चल्ला पनि छ, लुइँचे क्रसको चल्ला पनि छ। यो चाहिँ भाले हो, लुइँचेको भाले। यो 7-8 महिनाको भाले हो। त्यति भनेको बासिहाल्यो फेरि। यता पनि अरू चल्दैछन्, अरू चल्लाहरू पनि छन् बाँकी। तपाईहरुलाई चल्ला मन पर्यो भने, कुखुरा मन पर्यो भने तपाईले भिडियोलाई लाइक पनि गर्न सक्नुहुन्छ, त्यस्तै गरेर सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ च्यानललाई। सो यदि तपाईहरुलाई यस्तो चल्ला पाल्न मन लाग्छ, मन पर्छ भने सब्स्क्राइब गरेर, लाइक गरेर आउनु होला। कमेन्ट गरेर तपाईहरुलाई विशेष छुटको व्यवस्था पनि गरेको छु मैले। लोकेसन चाहिँ चितवन हो। चितवनको अल चितवन चाहिँ फ्री डेलिभरी हुन्छ भने त्यो भन्दा बाहिर चाहिँ तपाईहरुलाई त्यही अनुसारको ठाउँ हेरेर तपाईले शुल्क तिर्नुपर्ने हुन्छ। हामीसँग लुइँचेको चल्लाहरू पनि छन्। यो चाहिँ लुइँचेको चल्ला हो, यो पनि हो, यो पनि हो, त्यो पनि हो। यो चाहिँ हैन है, यो चाहिँ क्रस हो। यस्ता पनि क्रसहरू पनि छन्, एक दुईटा यता पनि छन्, यता पनि छन्, यता पनि क्रसहरू छ। दुई तीनटा चल्ला। यसको चाहिँ छुट्याउने सकिन्छ। यसो पखेटाको कलरहरू पनि हल्का चेन्ज हुन्छ, त्यस्तै गरेर खुट्टाको कलरहरू पनि चेन्ज हुन्छ। र यो कुखुराहरू चराउने क्रममा मलाई एकदम आनन्द महसुस हुन्छ। आइ एम फिलिङ सो गुड। त्यसरी पनि मैले गरिरहेको छु। धेरैजनाले भन्छन् होला के गरिरहेछन् कुखुरा चराएर भनेर। म चाहिँ यही कुखुरा चराउन आनन्द लाग्छ है, किनकि यसमा चलाउँदाखेरि अलिकति प्रकृतिसँग नजिक भएको जस्तो फिल हुन्छ र आनन्ददायी एकदम। यो चरेको हेर्दाखेरि आनन्द लाग्ने। दानाहरू पनि मैले दिने गएको छु राम्रैसँग। अहिले चाहिँ दाना सकिएको छ, अब फेरि दाना लिन जानुपर्छ भोलि। कस्तो मजाले चरेको छ। यहाँ किराहरू पनि भेटिरहेछन्, यिनीहरूले किराहरू खाइरहेछन्। गुड। यसरी चर्दाखेरि चाहिँ एकदम राम्रो लाग्छ मलाई। तपाईहरुलाई पनि भिडियो मन पर्यो भने लाइक गर्न नछुटाउनु होला। दुईटा भाले आइसकेको छन् यहाँ। यो एउटा भाले अनि त्यसपछि अर्को भाले। दुईवटा लुइँचेको भाले हो। अर्को भाले उता बासिरहेछ है। र खाली भएको समयमा यसरी कुखुराहरू चराउनु भयो भने तपाईलाई धेरै किसिमको फाइदा हुन्छ। यहाँ मेटिङ पनि भइरहेछ है। त्यो चाहिँ लोकल माउ हो, त्यो चाहिँ भाले लुइँचे हो। त्यस्तै गरेर यतापट्टिको यो चाहिँ लुइँचेकै पोथी हो भने भाले पनि दुईटै मेल फिमेल एउटै प्रजातिको हो। यो चाहिँ फेरि लोकल माउ हो। यति धेरै चल्लाहरू छन्। यसपछि मैले यसको लुइँचेको चल्लालाई डिभाइड गरेर यिनीहरूलाई ओथारो बस्नको लागि माउलाई प्रयोग गरेर आएको छु। र मसँग अहिले 15-16वटा जति चाहिँ लुइँचेको चल्लाहरू छन् भने बाँकी अरू चाहिँ सबै क्रस चल्लाहरू छन्। तपाईहरुलाई क्रस चल्ला पाल्न मन छ भन्दा पनि क्रस चल्ला लिन सक्नुहुन्छ। त्यस्तै गरेर हैन म प्योर लुइँचेकै चल्ला लिन चाहन्छु भन्नुहुन्छ भने पनि त्यो पनि उपलब्ध छ। अब प्योर भन्नाले जङ्गलकै जस्तो त हुँदैन, किनकि जङ्गलमा किरा फटाङ्ग्रा खाएर हुर्केको हुन्छ र उनीहरूको शरीरको मोबिलिटी पनि एकदम धेरै हुन्छ। मुभमेन्ट धेरै भएको भएर अलिकति हेर्दा पनि अलिकति छरितो देखिन्छ भने यताको चाहिँ अलिक कम छरितो देखिन्छ। यिनीहरू पनि कम त छैन, तर अब जङ्गलकै जस्तो ठ्याक्कै चाहिँ किन यसमा आउँदैन भन्दाखेरिमा अब यो खानपान, बसाइ सबै कुराले गर्दाखेरि चाहिँ अलिक फरक हुन्छ। तर जिन चाहिँ त्यही नै हो है। मैले चाहिँ यो क्रसको पनि रिजल्ट हेर्दैछु, यसको कस्तो हुन्छ क्रस निस्किन्छ। यसको क्रसको रिजल्ट पनि हेर्दैछु। र अर्को पनि भाले आइपुग्यो। मसँग भालेहरू चाहिँ यिनीहरू नै हो। यो चाहिँ अहिले एउटा लोकलको भाले अस्ति भर्खर बासेको छ अनि एउटा छ। अब यो चाहिँ मसँग यो लोकलहरू चाहिँ छैन, यो चाहिँ सानै थियो। अहिले बल्ल अनि भर्खर 3-4 दिन भयो यो भाले बासेको। कलर यस्तो डिफ्रेन्स हुन्छ लोकलको भाले र अर्को भालेमा यति धेरै डिफ्रेन्स हुन्छ कलर।
कलर पनि हेर्न सकिन्छ हामीले हैन। यो चाहिँ एकदम राम्रो हुन्छ। यो लुइचेको भाले चाहिँ हेर्दा पनि एकदम कलरफुल, एकदम साइनिङ पनि आउने, यस्तो चिप्लो हुन्छ यसको त्यसलाई समात्दाखेरि। त्यो चाहिँ अलिक हुँदैन। पुच्छरको पनि त्यस्तै छ अवस्था। यो चाहिँ राम्रै छ। त्यही नै हो, एकदम तपाईहरुलाई एकदम रिल्याक्स फिल हुन्छ। धेरै हसल गरेर बस्नुहुने साथीभाइहरू हुनुहुन्छ भने मेरो भिडियो हेर्दै गर्नुहोस्। तपाईहरुलाई एक किसिमको नेचुरल थेरापी पनि हो यो। मलाई थाहा छ तपाईहरु व्यस्त हुनुहुन्छ होला, म पनि कुनै समय अत्यन्तै व्यस्त लाइफस्टाइल जिएको मान्छे हो। तर आजभोलि चाहिँ म एकदम साधारण जिन्दगी जिइरहेको छु। धेरै रसमा छैन म। यस्तै पिसफुल भिडियोहरू हेर्न चाहनुहुन्छ भने तपाईले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो सम्पर्क हैन हो, मेरो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ र मेरो भिडियोहरू तपाईकोमा आउने भइहाल्यो हैन। त्यही नै हो। त्यति धेरै बोल्न त आउँदैन, बोल्ने प्रयास गरिरहेको छु किनकि म खासै प्रोफेसनल कन्टेन्ट क्रिएटर होइन। र तपाईहरुलाई अर्को देखाउन गइरहेको छु मैले किम्बु। किम्बु पनि भन्छन् यसलाई, काफल पनि भन्छन् हैन। मिठो छ। हेर्नु कस्तो राम्रो मलबेरी। विदेशीले मलबेरी, नेपालीले के भन्छन् किम्बु। कति ठाउँमा काफल पनि भन्ने गरेको पाइएको छ, तर हाम्रो त्यो चाहिँ किम्बु नै भन्छ हामीले। म त भिटामिन त राम्रो पाइन्छ हो कि होइन? हो भन्नेले हो भन्ने कमेन्ट गर्नु होला। होइन भन्नेले होइन भन्ने कमेन्ट गर्नु होला। हो कसरी होइन कसरी, राइट। ल र यति भन्दै भिडियो अलि लामो हुन गयो जस्तो छ। 8 मिनट भइसकेको छ, 8 मिनट भइसकेको छ। आजलाई भिडियो यति अलि छोटै गरौँ। भोलिको दिनमा अलि पछिको दिनमा भिडियोलाई अलि लामो पनि गर्न सकिन्छ। अहिले हो भने यति गरौँ है त। त्यसैले ल बाई बाई भन्न चाहन्छु। लुइचेको तपाईँलाई तल देखाउँछु। प्योर लाइन यस्तो हुन्छ है, यस्तो हुन्छ प्योर लाइन चाहिँ है। ओके बाई बाई भन्दै ल, बाई 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 बाई।